पहिला यो भिडियो हेरौँ अनि त्यसपछि म बोल्छु। गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेमाथि ज्यानको खतरा छ। हामीलाई एउटा मेसेज आएको छ भारतबाट, इन्डियन नम्बरबाट मेसेज आएको छ र त्यसमा भनिएको छ फागुन 21 भन्दा अगाडि नै। देख्नुभयो साथीहरू, तपाईँहरू के कुरा बुझ्नुभयो कमेन्टमा लेख्नु होला। मैले के बुझेँ भने साथीहरू पहिला सहीलाई सही गलतलाई गलत भन्नु होला। अब हेर्नुहोस्, एमाले माओवादी काङ्ग्रेस भनेको यिनी तीनटा पार्टी भनेको गुन्डाले चलाएको पार्टी हो हैन। हाम्रो नेपालमा यस्ता यस्ता खुमखार गुन्डा मारेको छ, नेपाल पुलिसको इन्काउन्टरमा मरेका छन्। एमालेको चरिडोन, माओवादीको घोइटे हैन, काङ्ग्रेसको राजु गुरुङ, अरू पनि यस्ता धेरै गुन्डाहरू इन्काउन्टरमा मारेको छ कि हाम्रो नेपाल देश भनेको मदन भण्डारी मारेको देश हो। विद्यादेवी भण्डारी दुईचोटि राष्ट्रपति भयो, अझैसम्म उसले आफ्नो बुढाको हत्यारा पत्ता लगाउन सकेन हो। त्यसैले गर्दा त्यही मदन भण्डारी जस्तै रवि लामी छानेर सुदन गुरुङको हत्या गराउने योजना बनिरहेको छ। भएन भनेर इन्डियाबाट सुटरहरू परिचालन गरेको छन् हो। त्यसैले मैले के भन्दैछु भने हाम्रो नेपाल देश भनेको गुन्डाले चलाएको छ कि नि तीनटा पार्टी। हामी सचेत हौँ कि साथीहरू, अब एमाले माओवादी काङ्ग्रेसलाई बहिष्कार गरौँ कि यिनीहरूको इतिहासबाट नाम हटाउनु पर्छ। हामी यो दिमागको घन्टी खोलौँ कि साथीहरू, अझै पनि माओवादी एमाले काङ्ग्रेस भनेर नबसौँ कि हामी नयाँ युगको मान्छे हो। नयाँ युग नयाँ सोच लिएर हिँडौँ कि नयाँ सोच विचार लिएर हिँडौँ कि। मैले यत्तिकै मैले भन्दैन कि हाम्रो नेपाल देश भनेको गुन्डाले चलाएको पार्टी। अब सुदन गुरुङ, रवि लामी छाने, बालेन शाह, अब यिनीहरू मिलिसकेपछि अब रवि लामी छाने त जसरी पनि प्रधानमन्त्री हुन्छ। यिनीहरूलाई के डर छ भने अब रवि लामी छाने प्रधानमन्त्री भयो भने हामीलाई स्योर यसले जेलमा पुर्याउँछ भन्ने यिनीहरूलाई त्यो डर छ कि हो। त्यही भएर यिनीहरूले इन्डियाबाट रवि लामी छानेर सुदन गुरुङलाई मार्ने एकदम ठुलो योजना छ कि साथीहरू। यसरी कुरा बुझ्नुहोस् के हाम्रो नेपाल देशको कानुन, हाम्रा नेपाल देशका यिनी भ्रष्टाचारी फटा नेताहरू, बुढाखाडा फटा नेताहरू, यिनीहरूलाई बहिष्कार गर्नुपर्छ साथीहरू, बहिष्कार गर्नुपर्छ। आउने फागुन 21 गतेमा यिनीहरूलाई शून्यमा पुर्याउनु पर्छ, शून्यमा।